Hi guys, welcome back to my YouTube channel. It's me Sapna Magar. आशा छ तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु भन्नुपर्छ हैन। अहिले चाहिँ म कहाँ जाँदै छु भन्दा घोराइमा रहेको अदालतको छेउनिर एउटा गुलमोहर फुल छ नि, कति राम्रो त्यही भाइरल फुल, त्यही जान लागेको छौँ हामी चाहिँ 3 जना। हाय यसो पाड्न पाइन्छ। हाय रिता बहिनी, हाय यता गएर आऊ, हाय भन न यता। हाय 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 हामी कहाँ जाँदैछौँ रे? के भन्छ नि, भाइरल रोड। भाइरल रोड हैन, भाइरल फुल। त्यही पनि सकिन आँटेको बेला नि। अरूले चाहिँ चाँडै अगाडि आउँछन्, हामी चाहिँ भर्खर भर्खर आउन छौँ। फुल त मरेछ त, हेर के थियो। अब पात खिचेर आउने हैन भयो। गाइस हामी चाहिँ फोटो खिच्न आएको रे फुलमा, तर के गर्नु फुलमा फुल नै छैन नि नानी। यता फुल छैन, फुल थोरै मात्रै छ, तर के गर्नु त्यही पनि फोटो खिचेर जानु पर्छ गाइस। अरु पोज ओके, त्यस्तो धेरै राम्रो फुलै छैन। फुल नभए चाहिँ कहाँबाट राम्रो आउँछ त गाइस। के गर्नु, यहाँ फुलमा फोटो खिच्न आएको अनि फुल पनि छैन। यहाँ त यस्तो गाह्रो भइरहेछ, फुल पनि छैन अनि फुल त सकेछ गाइस। हामी चाहिँ अहिले चाहिँ फोटो खिचेर फर्किन गएको रुमतिर हैन। फोटो त्यस्तो धेरै त खिचेनौँ, थोरै खिचेर चाहिँ जान लागेको छौँ। मेरो क्यामेरा पनि एकदम हल्लिरहेछ जस्तो लाग्यो। गाइस यिनीहरू चाहिँ उताको फोटो खिचेर नि पुगेन रे, यहाँ भिडियो बनाउँदै हेरिरहेछ यिनीहरू। हाई आइसु एकदम अग्ली देखिरहेछ। रिता बहिनी सानी देखिरहेछन्। सोच्न त के सोचेर आएको थिएँ, कति धेरै फोटो खिचेर, कति राम्रो फोटोहरू खिचेर जान्छु भनेर सोचेर आएको थिएँ गाइस। तर के गर्नु, फुल नै अलिकति सकिएको रहेछ के, अनि फोटो पनि थोरै मात्र खिचेर हामी चाहिँ फर्किँदैछौँ। यिनीहरू पछाडि भिडियो बनाउँदै आइरहेछ। हो सही हो, त्यो गीत चाहिँ यहाँ फिट हुन्छ गाइस। के सोचे थिएँ जिन्दगीमा, के भयो अहिले आयो भन्ने भाषा छैन गाइस। जिन्दगीमा कहिले रमाइलो पनि गर्नुपर्छ भनेर बाहिर निस्केको त रमाइलो भयो। यहाँ निरिता बहिनी तपाईँहरू पनि रमाइलो गर्नुहोस् ल गाइस। हामी चाहिँ फोटो खिचेर फर्किँदाखेरि दाई भेटिनु भयो यहाँनिर, आइसक्रिमवाला दाई। त्यहाँसँगको आइसक्रिम अब खाएर मिठो आइसक्रिम खाएर फर्किनेवाला छौँ। मलाई त थोरै राखिदिनु है, त्यति धेरै नराखिदिनु ल। मलाई हिमाल जत्रो नबनाइदिनु। के रे गाइस, त्यसले कम्प्लेन गरिरहेछ यो फोटो राम्रो आएको छैन भनेर भनिरहेछ। अब तिमी खाऊ, म अहिले खान्छु। हो धन्यवाद। चित्त बुझ्दो फोटो आएन गाइस, के गर्नु, यहाँ कम्प्लेन आइरहेछ। त्यही भएर आइसक्रिम खाँदै फर्किरहेको छौँ हामी चाहिँ हैन। राम्रोसँग बोलेको थिएन नि, गाली गरिरहेको थियो। हामी चाहिँ फोटो खिचेर उताखेरि बाटोमा अघि आइसक्रिम खाएको, अहिले पानीपुरी खाएर जाने भनेको। पानीपुरी खाएर एकदम मिठो पानीपुरी
औ मुखबाट रस आयो पानीपुरी देखेर गाइस। म पानी नहालेर जस्तै खान्छु गाइस। पानी टाउकोबाट कोर्सिरहेको छ। Access of my workplace. I did it. My work. As I when I see you next on the price.